नमस्कार सबैजनालाई। आज फेरि एउटा प्रब्लम लिएर आएको छु म। यसमा के छ भने इंटीग्रेट अफ 1 + x + x² + x³ डट डट इन्फिनाइट सिरिज दिएछ है हामीलाई। यसमा के गर्न सक्नुहुन्छ भने जस्तै इंटीग्रेसन दिए पनि अब कम्पिटिटिभ एक्जामहरुमा के हुन्छ भने प्रब्लममा जोडिरहेको हुन्छ। एउटा च्याप्टरले अर्कोसँग अर्कोलाई अर्कोसँग। यसमा के छ भने पहिला यहाँ हेर्नुभयो भने सिक्वेन्स सिरिजको कन्सेप्ट लाग्छ। जस्तै i बराबर हामीलाई के दिएछ 1 + x x² x³ + डट डट इन्फिनाइट सिरिज हो यो। र हामीलाई थाहा होला इन्फिनाइट ज्योमेट्रिक सिरिजको समको फर्मुला हुन्छ s इन्फिनाइट = a/1 - r हैन। अब यसमा यही युज गर्नुभयो भने के पाउनुहुन्छ a भनेको फर्स्ट टर्म भनेको 1 भयो 1 - r t2 / t1 r भनेको x / 1 भनेको 1 - x हैन dx। अब यसमा के हुन्छ भने लिनियर फंक्सन तल प्रेजेन्ट छ भने जहिले पनि के हुन्छ लग लाग्ने गर्छ है। अब यहाँ तलको डेरिभेटिभ माथि छ कि छैन चेक गर्नु पर्ला। यानी तलको डेरिभेटिभ 0 - 1 हो। यहाँ मैले माइनस र माइनस राखेपछि के आउने भयो -ln के 1 - x आउने भयो हैन। -ln 1 - x र माइनस बाहिर छ भने यसलाई लगको प्रोपर्टी अनुसार यसलाई बाहिर लग्न मिल्छ, सरी पावरमा लग्न मिल्छ। ln 1 - x को पावर भयो -1 + c हैन। अब यो भनेको बाइनोमियल एक्सपान्सन गर्नुभयो 1 - x को पावर -1 को बाइनोमियल एक्सपान्सन तपाईहरुलाई थाहा होला सबै प्लस प्लस आउँछ भित्र 1 + x x² x³ + डट डट इन्फिनाइट + c। दैट इज कति आन्सर आउने भयो हाम्रो ए नम्बर आन्सर हुने भयो है। ल यस्तो प्रब्लम यसरी गर्न सक्नुहुन्छ। थ्यांक यू।